अहिले हामी खासमा टिचिङ हस्पिटल भित्र छौँ है। यो दृश्य चाहिँ त्यहीँको हो। त्यो अन्तर्गत पनि हामी यहाँ त गणेशमान भवनमा छौँ क्या, नाक कान घाँटी सम्बन्धीको लागि। अरू पनि छ उतापट्टि क्यान्सर हस्पिटल सुरेश वाग्ले त्यहाँ उतापट्टिको नि छ। त्यस पछाडि तल त अब टिचिङको अरू सेक्सनहरू पनि भइहाल्यो होइन। अहिले चाहिँ हामी हाम्रो सोफियाको अलिकति कान अलिक कम सुन्दैछु भनिरहेको भएर यसो के रहेछ भनेर चेकअपको लागि आएको है। आज स्कुल पनि जाला जस्तो छैन है सोफिया। अब यहाँ आइरहेको छ। फेरि अहिले चाहिँ डक्टरको के भन्छ यो हडताल। नमस्ते। अहिले चाहिँ डक्टरको आन्दोलन भइरहेको र अब 8:15 बजे खुल्ने भने खै कति बजी खुल्छ भने थाहा छैन है। कति बजी आइपुग्छ डक्टरहरू। यो चाहिँ पुरै लाइन हो है। यतापट्टि नयाँ, यहाँ फेरि बिमाको पनि रहेछ। कता त के थाहै भएन है। अलिक गाह्रो रहेछ। सिस्टमेटिक नभएपछि थाहै पाउनै गाह्रो लाग्यो। ठाउँ चाहिँ एकदम ठुलै छ क्या। उतापट्टि चाहिँ नर्सिङ क्याम्पस भइहाल्यो त्यो है। नर्सिङ क्याम्पस ल लाइन बसेर बल्ल बल्ल यो कार्ड लिइयो है। अब फेरि यो कार्डलाई यता फेरि गार्डलाई बुझाउनु पर्ने होला के कसो छ हेरौँ। यहाँ सोफियाको आज स्कुल पनि छुटिरहेछ है। अब त्यो कार्ड त्यहाँ कता लर बुझाउँछ त्यहाँ यस्तो लाइन लागिरहेको एकदम पुरै भिडभाडै छ। त्यहाँ देखाइदिउँ। ल अब हामी चेकअप गरेर फर्किँदैछौँ है। अब अहिले आजको चाहिँ काम चाहिँ सकियो। अझै फेरि आउनुपर्छ। अर्को हप्तातिर आउने भन्ने कुरो भएको छ हामी। ल अब करिब 2.5 घन्टा चाहिँ लाग्यो है हामीलाई यहाँ आउँदाखेरि काम सकाउनलाई। अब हामी फर्किँदैछौँ यताबाट। अब पहिलाको भन्दा अलिकति फरक चिजहरू देख्न पाइन्छ यस टिचिङ हस्पिटलमा अहिले। यस्तो छ। पार्किङ चाहिँ भयङ्करै भिडभाड छ क्या। हो कति भिड आएको पार्किङ आएर। हाम्रो बाइक पार्किङ चाहिँ उतापट्टि कुनामा छ क्या। साह्रै कुनामा छ। अझै अलिकति ढिला भएर पनि होला। त्यो पार्किङ अलिकति राख्ने ठाउँ चाहिँ अलिकति अप्ठ्यारो बनाएको छ कि। एकदम ढिस्का उचालेर खाल्टो छ है। माथि उचालेर राख्न पनि गाह्रो अप्ठ्यारो। के होला हेर्नु यस्तो। ल बाहिर निकाल्न पनि यस्तो गाह्रो छ। तान्दा हैरानै हुन्छ। ल हेर्नु गाह्रो छ हौ गाह्रो। अनारको बोट पनि छ यहाँ बिरुवाहरू।
अब बाइक निकाल्नु पऱ्यो कसरी निकाल्ने हो यहाँ 1100 एकतर्फी भनेको छ यहाँ दुईतर्फी राखेको छ कसरी निकाल्ने ठोकिन्छ बाइक निकाल्दा है त ल